कहाँ छ जेनजी आन्दोलनका माग, कहाँ छ ती 73 भन्दा बढी वीर सपुतको रगतबाट खेलिएको होलीको मूल्य। नमस्कार, म पारस भुइयाँ। आज हामी कुरा गर्नेछौँ जेनजी आन्दोलन लगायत अहिले आगामी फागुन 21 गते हुन गइराखेको निर्वाचनको विषयमा। जस्तै कि तपाईहरुलाई थाहा छ, यो देशका पुराना दल र ती दलका भ्रष्ट नेताहरू यति यो देशलाई बिगारिसकेका थिए कि यो देशमा परिवर्तन गर्नको लागि, सत्ता परिवर्तन गर्नको निम्ति भद्र 23 र 24 गते विशाल विद्रोह भयो। त्यो विशाल विद्रोहमा 73 भन्दा बढी यस देशका वीर सपुतहरूले आफ्नो ज्यान गुमाए। तर के यो चुनावले ती 73 भन्दा बढी वीर सपुतहरूको रगतको मूल्य चुकाउँदैछ त? यो चुनाव के को लागि? के हुँदैछ त? यस पछाडि के हुने परिवर्तन? कसरी हुने परिवर्तन? खासमा त्यो जेनजी आन्दोलनका अगुवाकारीका रूपमा मिराज ढुङ्गाना र सुदन गुरुङलाई मानिन्छ। यदि वास्तवमा हेर्ने हो भने जुन हिसाबले जेनजी आन्दोलन भयो, यो देशमा परिवर्तनको लागि, त्यसरी त्यो जेनजी आन्दोलनले न्याय पाएको छैन। किनभने जुन हिसाबले जेनजी आन्दोलनका मागहरू थिए, ती मागहरू पूरा नभइकन अहिले निर्वाचन हुँदैछ। वास्तवमा यदि ती जेनजी आन्दोलनका अगुवाकारी सुदन गुरुङ, मिराज ढुङ्गाना यो देशमा परिवर्तन चाहन्थे भने आज यो निर्वाचन नहुनु पर्ने हो। तर ती मागहरू नपुरा हुँदै यो निर्वाचन भइराखेको छ। किन? के को लागि यो निर्वाचन? कहाँ गयो ती जेनजी आन्दोलनका माग? जेनजी आन्दोलनको माग थियो